अब सुन खानी प्रधानमन्त्री, शेर खानी गृहमन्त्री, यो खानी भन्दै बिचरा गुखानी नेताहरूको चाहिँ नि समर्थकहरू बाटामा निस्केछन्। हेर भाइ, हो तिमीहरू सधैँको त्यही रोडको चौकीदार भन्दा पनि अझै बेहत्तर तिमीहरूको जिन्दगी हुन्छ। अरूको प्रगतिमा जल्ने, अरूको चाहिँ नि राम्रो देख्न नसक्ने, 2 पैसामा ती चोर नेताको, गुखानी नेताहरूको 2 पैसामा बिकेर बाटा आएर तिमीहरूले यो अरू काम नपाएर राम्रो काम पाएर राम लगनशीलतासित काम गरे त तिमीहरू पनि सुनखानी नै हुन्थ्यौ, तिमीहरू पनि शेरखानी नै हुन्थ्यौ। बिचरा तिमीहरू थियौ त गुखानीहरूको झोला बोक्न र त्यहाँ बाटा गएर रडाको मचाउनु बेगर त नि तिमीहरूले केही गर्दैनौ। तिमीहरूले त कसरी तिमीहरू सुनखानी अनि शेरखानी बन्न सक्छौ त नि? इमान्दारी त उनीहरूको पढाइ लेखाइ, उनीहरूको मतलब चाहिँ घर परिवारको हिसाब किताब रहन सहन तिमीहरूले चेक गरे हेरेर यसरी बाटामा आउने गर क्या। गुखानी नेताहरूले चाहिँ 2 पैसा दियो त फ्याँकेको, कुकुरले मासु खाएर हड्डी फ्याँकेको त्यो हड्डी लिएर रोडा निस्किँदा तिमीहरूको जिन्दगी पनि त्यस्तै हुन्छ। तिमीहरूको नेताहरू कम चोरहरू छ, तिमीहरूले आफ्नो नेताको बारेमा खोदल्ने हो नि। हाम्रो नेताको त चाहिँ नि कम्बोडियामा पैसा छ अरे, अनि दुबईमा सुन पसल छ अरे। अखिल तिमीहरू अखिल हौ कि नखिल के हौ तिमीहरू? अनि दुबईमा तिमीहरूको नेताको त नि पैसा छ अरे, सुनखानीका पसलहरू छन् अरे। त्यो कोट्याउने छानबिन गर्ने, कहाँबाट आयो तैँले पैसा नेपालमै लगानी गर्न पर्ने हो, आफ्नो पैसा भए रोजगार दिनुपर्ने हो भन्ने हो कि होइन? उनीहरूको ब्याकग्राउन्ड हेर्दा उनीहरू पढे लेखेका छन्, उनीहरूको त केही कमी होला चाहिँ जब करोडौँ पैसाको त करोडौँ सम्पत्तिको त कोट्याउनै पर्दैन आजको डेटमा। तिमी बिचरा मिहिनेत नगर्ने अनि चाहिँ नि मासु खाएर फालेको चाहिँ नि कबाबको हड्डी फालेको हड्डी चुस्नी बाटा गएर उफ्र्याउनेले बिचरा त्यो त त्यही अर्काले दिएको पैसा मिहिनेत गर्नु छैन, दाम आउँदैन। बाटामा पाल टाँसो त्यो एउटा झन्डा लियो, अनेक लेखो झन्डामा, त्यहाँबाट बाटामा उत्रियो। तिमीहरूको जिन्दगी यसरी नै जान्छ भाइ। हो त्यस हुँदाखेरि नि नेता भनेको कसैको प्यावा होइन, उसैको गु पुस्दै अनि सुम्दै हिँड्न पर्दैन। गलतलाई गलत, सहीलाई सही भन्ने चाहिँ नि यो वातावरण निकाल। अनि मनुष्य लाइफ तिमीलाई थाहा छैन? अझै युवाले के गर्नुपर्छ यतिखेर? चोर नेताको 2 पैसा लिएर गएर बाटामा डन्डा ठड्याएर जाने, भा नभएको विजेत गर्ने हो? सरकार छ, छानबिन हुन्छ, सबै हुन्छ, नीति नियम हुन्छ भन्दैछ। आजसम्म देशमा यस्तो विदण्ड मचाएको तिमीहरूको आँखा आउँदैन? युवा कताको युवा हो तिमीहरू? गुखानीको चाहिँ नि सपोर्टर युवाहरू गुखानी जो हो तिमीहरू। अन्न खाएको भए त यो कागज टाँसेर जान्थेनौ। बिचरा लगाइदिएछन् आफ्ना गुरुहरूले, ती गुखानी गुरु, ती चोर भ्रष्टाचारी गुरुहरूले लगाइदिए नि बाटा आएर झन्डा ठडा। धिक्कार छ यस्ता युवा। यही युवाले गर्दा समाज असुरक्षा, समाज गरिब, समाजमा कोही बचेर हिँड्न नसक्ने यस्ता नालायक युवाले गर्दा हो। सोच हेर, जसले जे भनेको छ यो गर भनेपछि त्यही हिँड्ने, कुरो बुझ्न छैन, कुरो सही हो कि गलत हो भन्न छैन, यो छैन ऊ छैन। हेर अरे गरे कसलाई हुँदैन? गर्ने इमान्दारितासित गर्ने भने जति नै सुकी भिखारी पनि अमिर हुन्छ। शर्म लाग्दैन तिमीहरूलाई? लाज लाग्दैन? रोडा चाहिँ नि झन्डा लिएर त गुखानी मान्छेहरूको त नि 2 पैसाले बिक्न लाज लाग्दैन? 2-4 वर्ष रोडा अब ननिस्क, काम गर्न द्याऊ। तिमीहरूको बाउहरूले चोरेर देशको धुकुटी जनताको खुन चुसेको आजसम्म तिमीहरूलाई ठेगानमा आउँदैन? बनाउने भनेको आफ्नो घर आफ्नो परिवार हो, अर्काको बनेको घरलाई भत्काउने होइन, जल्ने होइन, अर्काको देखेर खबरदार भन्ने होइन। उनले गरे, उनले जमाए, अनि चाहिँ नि चोरेर लुटेर सम्पत्ति विदेशमा लिएर गएर लगाएछन्। तिमीहरूलाई रोडा 2 पैसा फ्याँकेछन्, मासु खाएर हड्डी फ्याँक्यौ, त्यही हड्डी चुस्दा ठिक्क जिन्दगी जाने हो। भाइ हो यसरी जिन्दगी खेर नफाल। तिमीहरूको दिमागको गु फ्याँकेर दिमागमा राम्रो सोच, नेगेटिभ सोच, काम कार्यतिर लगाऊ। तिमीहरूले पनि 2-4 वर्ष करोडौँ होइन अरबौँ पैसा कमाइन्छ। आजभोलिको डेटमा दिमाग पढे लेखेको युवा मान्छेको लाज लाग्दैन? यस्तो डन्डा लिएर गएर चाहिँ नि ठडिन? यसरी नाम कमिन्छ? लाचपचेका नकचरीहरू, गुखानीको सपोर्टर गुखानी युवाहरू, तिमीहरूलाई धिक्कार छ। तिमीहरूको जाने जिन्दगी देख्दाखेरि कठै बिचरा यस्तो कौनाले चाहिँ जन्माएको सन्तान होला। बाउआमा अलिकति भए त बेटा त्यस्तो नचाहिँदो गर्ने होइन, लगनशीलतासित काम गर भने त करोडौँ पैसा आफ्नै आउँथ्यो नि। अर्का पैसासित जलेर के गर्नु? मान्नुपर्छ। शिक्षाको कमी त नेपालमा कति छ नेगेटिभ, पुरा नेगेटिभ। यो कचरा फाल्न त नि एकदम चाहिँ नि पापड बेल्नुपर्छ यो सरकारलाई।